हामी सबैलाई थाहा छ सूर्यबाट विभिन्न किसिमको योगहरू भन्छ। तीमध्ये अलिकति परिचित योगहरूमध्ये एउटा वाशी योग, एउटा वेशी योग, एउटा उभयचरी योग भनेर तीनवटा योगलाई विशेष रूपमा महत्त्वपूर्ण दिइन्छ। अब वेशी योग भनेको सूर्यदेखि दोस्रो घरमा राहु र चन्द्रमा बाहेक कुनै पनि अन्य ग्रहहरू छन् भने, राहु केतु चन्द्रमा बाहेक कुनै पनि अन्य ग्रह छन् भन्ने भन्छ। र त्यस पछाडि वाशी योगमा सूर्यदेखि 12औं घरमा चन्द्रमा राहु केतु बाहेक अन्य कुनै पनि ग्रह छन् भनेदेखि यसले यो योग बनाउँछ। भनेदेखि सूर्यको दुवैतिर मतलब सूर्यदेखि दोस्रोमा र सूर्यदेखि 12औं भावमा चाहिँ चन्द्र राहु केतु आदि बाहेक अन्य ग्रहहरू छन् भनेदेखि चाहिँ यसले उभयचरी योग बनाउँछ। यसरी तीनवटा योगहरू बनाउँछ भन्ने एउटा हाम्रो सबैजनालाई यसको विषयमा थाहा छ। एउटा सानो कुरा मैले एउटा वाशी योगको बारेमा भन्न गइरहेको छु। सूर्यदेखि 12औं घरमा यदि केही गरी शुक्र बसेको छ है, र त्यो शुक्र चाहिँ केही गरी शुभ राशिमा छ, शुभ राशिमा अर्थात् वृषमा, तुलामा, मीनमा बसेको छ र साथसाथै त्यहाँनिर बृहस्पति पनि सँगै छ। सूर्यदेखि 12औं घरमा शुक्र स्वगृही या उच्चगृही राशिमा अथवा अन्य कुनै मित्रगृही राशिमा बृहस्पतिसँग छ र कुनै पनि पाप ग्रहको दृष्टिहरू या अन्य कुनै पनि पाप ग्रहको युक्ति त्यहाँनिर बनेको छैन भनेदेखि यो एकदमै शुभ योग निर्माण हुन्छ। यस्तो योगमा जन्मिने जातकहरू धन, सम्पत्ति, ज्ञान, विवेक आदिले सम्पन्न हुन्छन् र समाजमा मान र सम्मान पनि प्राप्त गर्छन्। त्यसै गरी अर्को एउटा योग छ, सूर्यदेखि 12औं घरमा शुक्र छ र त्यो सूर्यलाई चाहिँ केही गरी बलवान बृहस्पतिले दृष्टि दिइरहेको छ भनेदेखि है, सूर्यदेखि 12औं घरमा शुक्र छ र सूर्यलाई चाहिँ बलवान बृहस्पतिले दृष्टि दिइरहेछ। अब यहाँनिर चाहिँ शुक्र र सूर्य मध्ये चाहिँ दुईवटा मध्ये कुनै एउटा या दुईटै चाहिँ स्वगृही या उच्चगृही अथवा मित्रगृही आदि हिसाबले चाहिँ बसेको छ, या दुईटा मध्ये एउटा या दुईटै त्यस्तो हिसाबले कुनै राम्रो शुभ अवस्थामा बसेको छ भनेदेखि यो योगमा उत्पन्न व्यक्तिले पनि मान सम्मान आदि, धन सम्पत्ति, समृद्धि आदि यस्तो खालको सुखहरू प्राप्त गर्दछ। यसरी सूर्यदेखि 12औं घरमा शुक्र बस्दाखेरि जुन एउटा यसले वाशी योग बनाउँछ त्यो योग यो हिसाबले चाहिँ काम गर्छ र यो प्र्याक्टिकल एनालाइसिसहरूमा कुण्डलीहरू विचार गर्दाखेरि चाहिँ यो योगले काम गरेको अनुभवमा पनि सिद्ध छ।